ल सिधै विषयवस्तुमै प्रवेश गरौँ। आज हामी जीवनका दुई गहिरा तर सरसर्ती हेर्दा ठ्याक्कै उल्टो जस्ता लाग्ने ऐतिहासिक बाटोहरूको बारेमा एउटा निकै रोचक चर्चा गर्दैछौँ। जीवनको एउटा उत्सुक विद्यार्थीको नजरबाट हेर्दा यी दुई महान मार्गहरूले हामीलाई सन्तुलित जीवन जिउन कसरी मार्गदर्शन गर्छन् भन्ने बुझ्न यो विश्लेषण साँच्चीकै नै रोमाञ्चक हुनेछ। ठिक छ, अब यसमा अलिकति गहिरिएर हेरौँ है त। एउटा निकै पुरानो र गहिरो नैतिक प्रश्नबाट सुरु गरौँ। के कसैलाई हानि पुर्याउने साँचो बोल्नु ठिक हो वा कसैलाई मद्दत गर्ने झुट? यो यस्तो प्रश्न हो जसले मानवतालाई शताब्दीौंदेखि आफ्नो दर्शन र नैतिकतामाथि पुनर्विचार गर्न बाध्य बनाएको छ। एकैछिन एउटा गजबको ऐतिहासिक उथलपुथलको कल्पना गरौँ त। यदि इतिहासका यी दुई महान पात्रहरूले आफ्नो युग साटासाट गरेका भए के हुन्थ्यो होला? सोच्नुहोस् त, यदि नियमका पक्का अनुयायी श्रीराम महाभारतको त्यो जटिल युद्धमा हुनुहुन्थ्यो र रणनीतिका चतुर खेलाडी श्रीकृष्ण रामायणको परिस्थितिमा हुनुहुन्थ्यो भने नि, नियममा मात्र हिँड्ने र नियमलाई आवश्यकता अनुसार बङ्ग्याउन जान्ने पात्रहरूले ती महाकाव्यहरूको दिशा नै कसरी परिवर्तन गरिदिन्थे होला भन्ने कुरा साँच्चै नै चाखलाग्दो छ। र यसले एउटा मुख्य वैचारिक भिन्नतालाई प्रष्ट पार्छ। एकातिर हुनुहुन्छ मर्यादा पुरुषोत्तम अर्थात् नियम र अनुशासनका पक्का अनुयायी, र अर्कोतिर हुनुहुन्छ लीला पुरुषोत्तम जसले सधैँ अन्तिम परिणामलाई केन्द्रमा राखेर रणनीति बनाउनुहुन्छ। यो भनेको एउटा जीवन सिधा कोरिएको रेखा जस्तै स्पष्ट छ भने अर्को जीवन चेसको खेल जस्तै हरेक चाल सोचेर चालिएको छ। रामको बाटोलाई हामी सत्य र कर्तव्यप्रतिको निरपेक्ष समर्पण भन्न सक्छौं। यो यस्तो बाटो हो जहाँ मानिस आफ्नो वचन तोड्नुभन्दा बरु आफै टुट्न तयार हुन्छ। उहाँको दृष्टिकोणले पूर्ण अनुशासन सिकाउँछ, खासमा जस्तो सुकै व्यक्तिगत मूल्य चुकाएर भए पनि आफ्नो हृदयलाई अटल र बलियो बनाउनु नै यो मार्गको मुख्य सन्देश हो। जस्तै यी विशेष ऐतिहासिक घटनाहरूलाई नै हेरौँ न। राज्यको स्वाभाविक अधिकारभन्दा आफ्नो बुवाको वचनलाई रोज्नु, कुनै लुकीछिपी होइन, सिधा अगाडिबाट युद्ध लड्नु, अनि व्यक्तिगत प्रेमभन्दा समाजप्रतिको कर्तव्यलाई सधैँ माथि राख्नु। यी कुराहरूले के देखाउँछन् भने कठोर र अटल नियमको पालनाका लागि उहाँले आफ्नो व्यक्तिगत चाहनाहरूको अन्तिम त्याग गर्नुभएको थियो। त्यसैले त यो भनाइ निकै सान्दर्भिक छ नि। रामले कसरी बाँच्ने भनेर सिकाउनुहुन्छ। सत्यको खोजीमा रहेको जो कोहीलाई पनि यो विचारले सही र धर्मसँग जीवनको आधारभूत जग बुझ्न मद्दत गर्छ। यो जीवनको त्यो पाटो हो जहाँ नियम र आदर्शको जग कहिले पनि हल्लिँदैन। तर अब अर्कोतर्फ लागौं, कृष्णको बाटो अलि फरक छ। यो पूर्ण रूपमा परिस्थितिजन्य रणनीतिको बाटो हो। यहाँ कहिलेकाहीँ अन्तिम सत्यलाई बचाउनका लागि नियमहरूलाई केही हदसम्म बङ्ग्याउनु नै एकमात्र विकल्प हुन जान्छ। यो तीक्ष्ण बुद्धिको उत्कृष्ट उदाहरण हो जहाँ न्याय सुनिश्चित गर्नका लागि अत्यन्त जटिल र अस्पष्ट नैतिक परिस्थितिहरूमा पनि कुशलतापूर्वक बाटो निकालिन्छ। यी युद्धकालीन रणनीतिहरू साँच्चै नै गजबका छन्। भीष्मलाई रोक्न शिखण्डीलाई अगाडि सार्नु, द्रोणाचार्यलाई हराउन अश्वत्थामाको बारेमा बोलिएको त्यो आधा सत्य, अनि कर्णको रथ फसेको बेला प्रहार गर्न दिएको आदेश। निष्पक्ष रूपमा हेर्दा यी कदमहरूले पारम्परिक युद्धका नियमहरू पक्कै तोडेका थिए, तर छलको प्रयोग गरिरहेका विपक्षीहरू विरुद्ध धर्म र न्यायको रक्षा गर्न यी रणनीतिहरू पूर्ण रूपमा आवश्यक थिए। र यही कुराले हामीलाई यो काउन्टर फिलोसफी वा विपरीत दर्शनतर्फ डोर्याउँछ। कृष्णले किन बाँच्ने भनेर सिकाउनुहुन्छ। यहाँ ध्यान कसरी बाँच्ने भन्ने नियमबाट हटेर जीवनको अन्तिम उद्देश्य र परिणामतर्फ केन्द्रित हुन्छ। सत्यको रक्षा गर्नु नै सबैभन्दा ठूलो धर्म हो भन्ने कुरा यहाँ बलियो गरी स्थापित हुन्छ। उहाँहरूको व्यक्तिगत जीवनलाई दाँजेर हेर्ने हो भने पनि यो भिन्नता छर्लङ्ग हुन्छ। रामको जीवनमा सामाजिक नियमहरूले बाँधिएको एउटै मात्र कठोर र समर्पित प्रेम थियो, तर यसको ठिक विपरीत कृष्णको जीवनमा सामाजिक मापदण्डहरूभन्दा धेरै माथि उठेका असीमित भावनात्मक सम्बन्धहरू थिए। एकातिर सामाजिक सिमानाहरूद्वारा शासित सम्बन्ध छ भने अर्कोतिर पूर्ण रूपमा भावना र प्रेमद्वारा सञ्चारित। अब यहाँनिर एउटा साँच्चै चाखलाग्दो र गहिरो प्रश्न उठ्छ। आखिर किन एउटै सर्वोच्च ईश्वरीय शक्तिले दुई पूर्णतया विपरीत तरिकाहरू अपनायो त? केवल कार्यहरूलाई मात्र हेर्नुभन्दा पनि ती कार्यहरू गर्न बाध्य बनाउने तत्कालीन ऐतिहासिक र सामाजिक परिवेशलाई खोतल्नु यहाँ अत्यन्त महत्त्वपूर्ण हुन्छ। खासमा तत्कालीन वातावरणले नै विधिको निर्माण गर्छ। रामको युगमा धर्म बलियो थियो र समाज नियममा बाँधिएको थियो।
त्यहाँ सीमानाको सम्मान गर्ने समाज थियो, त्यसैले त्यहाँ नियम पालना गर्ने एउटा आदर्श प्रतीकको आवश्यकता थियो। तर कृष्णको युगमा धर्मको पतन भइरहेको थियो र समाजमा छल र अन्याय व्याप्त थियो। त्यस्तो समाजलाई सीधा नियमले होइन, रणनीतिक उत्कृष्टता र स्मार्ट चालले मात्र सुधार्न सकिन्थ्यो। यसको मतलब यो होइन कि एउटा बाटो अर्को भन्दा राम्रो वा कमजोर छ। पक्कै होइन। यी दुवै एउटै चेतनाका दुई फरक रूप हुन्, जसले आफ्नो समयको सामाजिक आवश्यकतालाई पूर्ण रूपमा र सही ढङ्गले सम्बोधन गरेका थिए। इतिहासको फरक फरक कालखण्डमा मानवतालाई जे कुराको आवश्यकता थियो, यी त्यही आवश्यकताका पूरक प्रतिबिम्बहरू मात्र हुन्। त्यसोभए यसबाट हामीले सिक्नुपर्ने मुख्य कुरा के हो त? यो सन्तुलनलाई कसरी बुझ्ने? यसलाई एउटा व्यावहारिक पाठको रूपमा हेरौँ। जब जीवन सरल र न्यायपूर्ण हुन्छ, त्यहाँ रामको जस्तो अनुशासन लागू गर्नु नै सबैभन्दा राम्रो हुन्छ। तर जब जीवन जटिल, अनुचित र छलकपटले भरिन्छ, त्यहाँ कृष्णको जस्तो अनुकूलन क्षमता र रणनीति अपनाउनुपर्छ। अन्धो भएर एउटै सिद्धान्तको पछि लाग्नुभन्दा कुन परिस्थितिमा के चाहिन्छ भन्ने जागरूकता हुनु धेरै गुणा महत्त्वपूर्ण छ। अन्ततः एउटा पूर्ण मानवीय मानसिकता कस्तो हुनुपर्छ त? यसमा मुख्य 3 कुराहरू पर्छन्: त्याग गर्न सक्ने बलियो हृदय, रणनीति बनाउन सक्ने तीक्ष्ण दिमाग र सबैभन्दा महत्त्वपूर्ण कुरा, वर्तमान क्षणमा यी दुईमध्ये कुन कुराको आवश्यकता छ भनेर जान्न सक्ने विवेक। जीवनको साँचो निपुणता एउटै विचारधारालाई मात्र समातेर बस्नुमा होइन, बरु आवश्यकता अनुसार आफूलाई ढाल्न सक्ने बुद्धिमा पोलुकेको हुन्छ। त्यसैले यो चर्चालाई अन्त्य गर्दै गर्दा एउटा प्रश्न छोडेर जाउँ। जीवनको यो निरन्तर लडाईँमा आउने क्षणले अटल नियमहरूको माग गर्ला वा परिवर्तनशील रणनीतिको? यो सन्तुलनलाई आफ्नै चुनौतीहरूमा कसरी लागू गर्न सकिन्छ भन्ने कुरामा विचार गर्न यसले पक्कै पनि सबैलाई प्रेरित गर्नेछ। थप जान्न र सिक्नको लागि यो एउटा उत्कृष्ट प्रस्थान बिन्दु हो।